अतिथि विशिष्ट अतिथि अन्य अतिथिज्यूहरूको निष्पक्ष निर्णायक मण्डल मेरा प्रतिस्पर्धी मित्रहरू तथा उपस्थित सम्पूर्णमा म यसै विचार रोडबाट सदस्य तथा सृजनशील रोडबाट सञ्चालक प्रमुख सुबोध दिवाली तर्फबाट स्वीकार्नुहोस् कोटी नमस्कार। आगामी 2042 साल फागुन महिनाको 30 गतेका दिन आयोजित यस वडा स्तरीय वक्तृत्व कला प्रतियोगितामा मलाई यहाँ मञ्चमा आफ्नो विचार प्रस्तुत गर्न अवसर दिनुभएकोमा अत्यन्तै हर्षित महसुस गरिरहेको छु। आजको यो वक्तृत्व कलाको शीर्षक रहेको छ बालबालिका स्थानीय शासनको अवधारणा र अभ्यास। म आफ्ना विचारहरू राख्नुभन्दा अगाडि स्वागत सम्मेलनको अनुमति माग्दछु। महोदय, यदि स्वर्गमा पुग्ने इच्छा छ भने पहिले बालक बन। यो भनाइ सम्झना म साँच्चै महसुस गर्न सक्छु कि बालबालिका भनेका राष्ट्रका अमूल्य सम्पत्ति हुन्, बहुमूल्य गहना हुन् अनि समृद्धिका बढिया आधार हुन्। उनीहरू आजका नागरिक मात्र होइनन्, भोलिका राष्ट्र निर्माता अनि नेतृत्व गर्दा भोगटी हुन्। तर विडम्बना दुःखको कुरा के छ भने अझै पनि कतिपय बालबालिकाहरू शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताबाट वञ्चित छन् र यही समस्यालाई समाधान गर्नका लागि बालबालिका स्थानीय शासनको अवधारणा आएको हो। यसको अर्थ स्थानीय तहले बनाउने विभिन्न नीति, नियम, कानुन, संरचना, योजना, बजेट लगायतका विभिन्न कार्यक्रममा बालबालिकालाई केन्द्रमा राख्नु अनि उनीहरूलाई सहभागी गराउनु हो। जहाँ बालबालिका डराएर होइन ढुक्क भएर बोल्न पाउँछन्, जहाँ बालबालिका समाजका बोझ होइन सम्भावना मानिन्छन् अनि जहाँ निर्णय प्रक्रियामा बालबालिकाको आवाज हुने संस्कार रहेको हुन्छ। महोदय, इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने सन् 1989 मा संयुक्त राष्ट्रसङ्घले बाल अधिकार सम्बन्धी एउटा महासन्धि पारित गरेपछि बाल अधिकारको बारेमा चर्चा व्यापक भएको थियो र हाम्रो देश नेपालमा पनि 3वटा तहका सरकार र विभिन्न सङ्घ संस्थाहरूको सहकार्यमा बालबालिका स्थानीय शासनको अवधारणा राष्ट्रिय रणनीतिकरणमा लागू गरियो र हाम्रो देश नेपालका सबै 753वटा स्थानीय तहलाई नै बालमिति घोषणा गर्ने भनी सन् 2030 सम्ममा बालमिति घोषणा गर्ने भनी लक्ष्य समेत राखिएको छ। महोदय, यदि बालमिति स्थानीय शासन भयो भने के हुन्छ होला? अवश्य पनि बाल श्रम बढ्दै जान्छ, बाल विवाह रोकिँदैन, विद्यालय छाड्ने दर बढ्छ अनि समाज अन्धकार तर्फ धकेलिन्छ। त्यसैले बालबालिका भनेका एउटा समृद्ध राष्ट्रका आधारशिला हुन्, एउटा समृद्ध राष्ट्रका आधार हुन्। महोदय, म अझै पनि सम्झन्छु गाउँमा बसेकी मेरी बुढी हजुरआमा भन्नुहुन्थ्यो, हे बाबु, हाम्रो पालामा हामी साना हुँदा बुढा व्यक्तिका अगाडि आफ्नो विचार राख्नै पाउँदैनथ्यौँ। तर महोदय, अहिलेको यो 21औं शताब्दीमा हामी बालबालिका पनि आफ्ना विचार प्रस्तुत गर्न पाउँछौँ अनि निर्णय प्रक्रियामा सहभागी हुन पाउँछौँ र यो सब सम्भव भएको छ त केवल यही बालबालिका स्थानीय शासनको अवधारणाले गर्दा। महोदय, यसै सन्दर्भमा हाम्रो तिलोत्तमा नगरपालिका पनि विक्रम सम्वत 2078 सालमा 29 गतेका दिन बालमिति घोषणा भएको थियो। यहाँ बाल सञ्चार, बालबालिका समिति, बाल अधिकार समिति आदि गठन भएका छन्, जसले गर्दा ती बालबालिकाहरू भोलि गएर समृद्ध राष्ट्र बनाउन कडिनेछन् र सक्षम बन्नेछन् भन्दै म खुब गर्दै भन्न चाहन्छु। साथै हाम्रो देश नेपालमा पनि यसको अवधारणालाई विचारका लागि एउटा कार्यान्वयन निर्देशिका पनि लागू गरिएको थियो। तर महोदय, म भन्छु कि केवल घोषणा गर्ने मात्र हुँदैन, केवल ओठ बोलीबाट होइन, केवल कागजको पानामा लेखेर होइन, यसलाई यथार्थमा परिवर्तन गर्नुपर्छ अनि यसको व्यवहारबाट पनि फर्काउनु अत्यन्तै आवश्यक रहेको हुन्छ। यसका सैद्धान्तिक पक्षलाई व्यवहारिक रूपमा अवलम्बन गर्नुपर्छ अनि संस्थागत गर्नु एउटा अपरिहार्य पक्ष हो। महोदय, अब प्रश्न उठ्छ कि यस जिम्मेवारी सरकारको मात्र हो त? कदापि होइन। यसका लागि सबै बालबालिका, शिक्षक, शिक्षिका, अभिभावक, जनप्रतिनिधि लगायतका सबै व्यक्ति संलग्न सबै व्यक्ति पूर्ण रूपमा जिम्मेवार रहेका हुन्छन्, किनभने बालबालिका स्थानीय शासन भनेको सबैको सहकार्य मात्र पूर्ण रूपमा सफल हुन सक्छ। र महोदय, भनिन्छ नि बालबालिकाको आवाज सुन्ने संस्कार नबस्दासम्म लोकतान्त्रिक शासन पनि पूर्ण रूपमा सफल हुन सक्दैन। र अन्तिममा म यही भन्दछु कि बालबालिका स्थानीय शासन भनेको कुनै नारा होइन, कागजमा लेखिएको कुनै एउटा नीति मात्र होइन, यो त हाम्रो सोच, व्यवहार अनि हाम्रो जिम्मेवारी पनि हो। त्यसैले आउनुहोस् हामी सबै मिलेर बालबालिका स्थानीय शासनको यो अवधारणालाई लागू गरौँ अनि कहिले पनि नबिर्सौँ कि हाम्रो देश नेपाललाई समृद्धिको बाटोमा लैजानको लागि त्यो अमूल्य साँचो भनेको बालबालिकाको हातमा रहेको हुन्छ र बालबालिकालाई बचाउनु भनेको हाम्रो समृद्ध राष्ट्र बनाउनु हो। र अन्तिममा बालबालिकामा गरेको लगानी ल्याउँछ सुनौलो बिमारी भन्ने आफ्ना विचारहरूलाई रिपिट गर्दछु। हस्त नमस्कार, धन्यवाद। जय तिलोत्तमा, जय बालबालिका।